र आज चाहिँ यहाँ म बिफको सुप बनाउँदैछु। एकदम सादा सुप बनिँदैछ यहाँनिर। अनि यहाँनिर चाहिँ हाम्रो नानीहरूले खाने भनेर मेरो बहिनीहरूले खाने भनेर फ्रेन्च फ्राईको लागि म यहाँनिर आलु बोइल गर्दैछु। आलु बोइल हुँदैछ। यता त मैले रेडी गरेको छु, प्याज कटिङ गरेको छु। अघि प्याज काटेको छु, टमाटर, यो भयो तपाईको अदुवा र लसुन। यो चाहिँ तपाईको सब्जीको लागि रेडी गरेको छु मैले है। अनि आजको सब्जी रहेको छ बिफ। आज बिफ करी बनाउन आँटेको। अनि यो चाहिँ तपाईको बिफ सुप। यो चाहिँ एकदम सादा छ। यो चाहिँ हड्डी र अलिकति त्यो मासुहरु मात्रै यसलाई बोइल गर्दैछु। यो चाहिँ एकदम सादा बनाउन आँटेको। अनि यो चाहिँ तपाईको बनिँदैछ अहिले यहाँनिर फ्रेन्च फ्राईको लागि, नानीहरूले खाने भनेर, बहिनीहरूले खाने भनेर। अनि यो चाहिँ तपाईको बिफ मजाले कटिङ भएको छ, मसिनो ठिक्कैको, ठुलो छैन, मसिनो कटिङ भएको छ। यसलाई पकाउनु सजिलो भनेर चाहिँ मसिनो काटेको छु। र यसलाई अन्त यो अब यसलाई चाहिँ टक्कै यिनीहरूसँग सादा बनाउँछु पनि, त्यस्तो बेसी मसला लाउँदैन। म लाउँछु खालि आज यो टमाटर, प्याज, अनि यो गार्लिक र जिन्जर पेस्ट र यो जिरा पाउडर लगाएर आज बनाउँछु। र अहिले भने चाहिँ हाम्रो बेलुकाको खाना रेडी हुँदैछ। र अहिले भने चाहिँ यो सुप रेडी भयो। एकदम सादा छ। यसमा चाहिँ तपाईको बिन्स छ, यो क्यारट, गाजर र यो सुप। यो चाहिँ एकदम सुप हो, लोकल कुखुरा जत्तिकै सुप भएको छ। यो चाहिँ सादा छ। यसमा चाहिँ खालि यसमा टमाटर, गाजर र बिन्स मात्रै छ। यहाँ फ्रेन्च फ्राई। यहाँ बनिँदैछ बिफ। सब्जी चाहिँ यसरी रेडी भएको छ। कलर चाहिँ अलि लागेको छ, तर यो लाइटले गर्दा त्यस्तो देख्दैन रहेछ। बेलुका पनि परेकोले गर्दाखेरि सबै अब चाहिँ रेडी भयो। सुप रेडी भयो, सब्जी रेडी भयो, माम रेडी भयो। ल त अब आयो भने खाना लियौँ। र तपाईले यसरी माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। थ्याङ्क यू सो मच सबैजनालाई। जय मसी।